नमस्कार साथीहरू। आज म तपाईसँग एउटा सानो तर शक्तिशाली कुरा गर्न चाहन्छु। यो चर्चामा हामी एउटा यस्तो प्याराडाइम शिफ्ट अर्थात् सोचको रूपान्तरणलाई बुझ्दैछौँ जसले हाम्रो सङ्घर्षलाई सिधै हाम्रो शक्तिमा बदल्न सक्छ। कहिलेकाहीँ जीवनमा सबै बाटाहरू बन्द भए जस्तो लाग्छ नि, होइन? तर के त्यो साँच्चै हार हो त? आउनुहोस् आज यसैलाई अलिकति गहिरिएर हेरौँ। हेर्नुस्, हामी सबैको जिन्दगीमा एउटा फेज आउँछ जहाँ भित्रैदेखि लाग्छ अब सकिँदैन, अब म सक्दिन। यो एकदमै युनिभर्सल फिलिङ हो। यो यस्तो बिन्दु हो जहाँ मानसिक र शारीरिक रूपमा मान्छे पुरै थाक्छ। एकदमै भारी, एकदमै निराशजनक अवस्था जसले जो कोहीलाई पनि भित्रैदेखि तोड्न सक्छ र लाग्छ कि यो नै अन्तिम बिन्दु हो। तर साँचो कुरा के हो भने त्यो अन्त्य होइन, त्यो त तिम्रो टर्निङ पोइन्ट हो। जुन बिन्दुलाई हामीले फुल स्टप मानिरहेका हुन्छौँ नि, स्रोतका अनुसार त्यो वास्तवमा एउटा नयाँ सुरुवात हो। जब हामीसँग गुमाउनको लागि केही बाँकी हुँदैन, तब हामीसँग नयाँ कुरा बनाउने एउटा पुरै खाली क्यानभास हुन्छ। जसलाई हामीले कथाको अन्त्य ठानिरहेका हुन्छौँ, त्यो त खासमा एउटा अझ दमदार च्याप्टरको पहिलो पाना मात्रै हुन्छ। अब यहाँ एउटा गजबको प्रश्न आउँछ। सोच्नुस्, जब सबै कुरा सजिलो हुन्थ्यो, कि तिमीले कहिले आफूलाई बदल्यो? एकपटक विगत फर्केर हेरौ न। कि मानिसले आफ्नो जीवनको सबैभन्दा ठूलो प्रगति त्यति बेला गरेको हुन्छ जब सबै कुरा एकदम ठिकठाक चलिरहेको हुन्छ? पक्कै हुँदैन। जब कुनै च्यालेन्जै हुँदैन, तब हामी आफ्नै कम्फर्ट जोनभित्रै मस्त हराइरहेका हुन्छौँ। र यसको सिधा उत्तर हो होइन। आरामदायी अवस्थाले कहिल्यै कसैलाई बदलेको छैन। सजिलो बाटो हिँडेर कोही पनि रूपान्तरण हुँदैन। सुन्दा अलि तितो लाग्न सक्छ, तर सत्य यही हो। आरामले त मानिसलाई अल्छी पो बनाउँछ। जबसम्म हामीमाथि कुनै दबाव पर्दैन नि, तबसम्म हामीले आफ्नो भित्र लुकेर रहेको त्यो असली क्षमता कहिल्यै बाहिर निकाल्नै सक्दैनौँ। त्यसो भए केले बदल्छ त? दुःख, असफलता, रिजेक्सन, यिनै चीजहरूले तिमीलाई बलियो बनाउँछन्। सुन्दा कस्तो नेगेटिभ लाग्छ नि, तर दुःखले हामीलाई सहनशील बनाउँछन्, असफलताले के काम गर्दैन भनेर सिकाउँछ, अनि रिजेक्सनले हामीलाई अझ राम्रो बन्न घचघच्याउँछ। वास्तवमा भन्नुपर्दा यिनै हाम्रा आन्तरिक शक्तिका असली निर्माण खण्डहरू हुन्। त्यही भएर यहाँ एउटा क्रान्तिकारी कुरा गरिएको छ। आज तिमी स्ट्रगल गरिरहेका छौ भने कङ्ग्रेचुलेसन्स, तिमी सही बाटोमा छौ। सामान्यतया गाह्रो पर्दा हामी सहानुभूति खोज्छौं नि, तर यहाँ त सिधै बधाई दिएको छ। किन? किनकि सङ्घर्ष गर्नु भनेकै केही नयाँ प्रयास भइरहेको छ भन्ने कुराको अकाट्य प्रमाण हो। सङ्घर्ष छैन मतलब हामी जहाँको त्यहीँ रोकिएका छौं। किनकि सजिलो बाटोले कहिले ठूलो सफलता दिँदैन। आजकाल हामी रातारात सफल भयो भन्ने कथाहरू धेरै सुन्छौं, तर त्यो एउटा ठूलो भ्रम मात्रै हो। हामी केवल सफलताको टुप्पो मात्र देख्छौं। याद राख, सक्सेस भनेको ओभरनाइट हुँदैन। यो त डेली एफर्टको रिजल्ट हो। हरेक दिनको निरन्तरको पसिना र त्यागले मात्र अन्तत त्यो सफलता दिन्छ। त्यसो भए यथार्थमा गर्ने के त? यहाँ 3वटा एकदमै प्र्याक्टिकल कुराहरू छन्। साना साना कदम, डेली कन्सिस्टेन्सी र कहिल्यै हार नमान्ने बानी। यिनै हुन् तिम्रो असली शक्ति। एकैपटक ठूलो छलाङ मार्न खोज्दा लडिन्छ। एक दिन धेरै काम गरेर महिनाभरि सुत्नुभन्दा हरेक दिन थोरै थोरै गर्नु धेरै राम्रो। यिनै बानीले जस्तोसुकै कठिन परिस्थितिमा पनि हामीलाई लक्ष्यसम्म पुर्याउँछन्। यी निरन्तर प्रयासहरू गर्दै जाँदा नि एक दिन यस्तो आउँछ जब तिमीले पछाडि फर्केर हेर्छौ र एकदमै गर्वका साथ भन्छौ, धन्यवाद त्यो कठिन समयलाई, किनकि त्यसैले मलाई बनायो। स्रोतले हामीलाई त्यही भविष्यको बिन्दुमा पुगेको कल्पना गर्न लगाउँछ। साँच्चै भन्ने हो भने ती आँसु र ती असफलताहरूले नै हाम्रो त्यो बलियो चरित्र निर्माण गरेका हुन्छन्। त्यसैले साथीहरू, आजैदेखि सुरु गरौँ। हामी मध्ये धेरैको बानी हुन्छ नि, सबै कुरा मिलेपछि सुरु गर्छु भन्ने। तर पर्फेक्ट समयको पर्खाइ नगर्नुहोस्, किनकि पर्फेक्ट समय कहिल्यै आउँदैन। यदि बाटोका सबै ट्राफिक लाइट हरिया होलान् र अनि मात्र यात्रा सुरु गरौँला भनेर पर्ख्यौं भने नि हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं। यदि त्यस्तो हो भने सही समय कुन हो त? यसको जवाफ एकदमै सिम्पल छ। तिम्रो समय अहिले नै हो। परिवर्तनको सुरुवात गर्ने, आफ्नो सपनातिर पहिलो कदम चाल्ने एउटै मात्र शक्तिशाली क्षण भनेको यही वर्तमान हो। हिजो गइसक्यो, भोलि कसैले देखेको छैन। हामीसँग जे छ त्यो सबै यही अहिलेमा मात्र छ। र अन्त्यमा एउटा एकदमै गहिरो कुरा याद राखौं, जब सबैभन्दा धेरै गाह्रो हुन्छ नि, सायद ठिक्कै त्यही बेला हामी ढोकाको सबैभन्दा नजिक पुगेका हुन्छौं।
त्यसैले किप गोइङ, तिमीले सोचेभन्दा धेरै नजिक छौ सफलता नजिक। के हामी त्यो टर्निङ पोइन्टलाई पार गरेर निरन्तर अगाडि बढ्न तयार छौं त? यो प्रश्न म तपाईँकै विचारको लागि छोड्न चाहन्छु।